सजिलो तरिकाले सिस्नो पकाउन गइरहेको छु। यदि हजुरहरूलाई मनपर्छ भने यो टिप्स अपनाउनु भए हुन्छ। मैले चाहिँ सिस्नोलाई मजाले धोई पखाली गरेँ र सफा गरेर राखेको छु र त्यसपछि चाहिँ म यसलाई मजाले मेसिनमा पिस्छु। यदि हजुरहरूलाई धेरै चिप्लो मनपर्छ भने चाहिँ भेन्डी एड गर्नुभए हुन्छ र भेन्डी लगाउँदा चाहिँ धेरै मजाको हुन्छ, चिप्लोपन आउँछ र यसलाई चाहिँ मजाले पिस्ने। अनि मजाले पिसिसकेपछि चाहिँ हेर्दा चाहिँ यो कलर राम्रो देख्दैन, पिस्दाखेरि चाहिँ अलिक कालो कालो हुन्छ। सिस्नो चाहिँ हरियो देखिन्छ भने यो पिस्दाखेरि चाहिँ कालो कालो हुन्छ, तर पकाउँदाखेरि चाहिँ यसको कलर सिस्नोकै आउँछ है त, फर्स्टमा नराम्रो देखि पनि। अनि त्यसको लागि चाहिँ मैले मकैको पिठो लिएको छु र मकैको पिठोलाई चाहिँ चिसो पानीमा मजाले मही जत्तिकै पाराले घोल्ने, मही खान्छौँ नि जस्तै बनाउने र मजाले घोलिसकेपछि मैले त्यो चाहिँ भिडियो राखिनँ, चिसो पानीमा घोलेको। र त्यसलाई चाहिँ सिस्नोको लागि चाहिँ स्पेसल्ली टिमुर र लसुन भए काफी हुन्छ। यदि लसुन खानुहुन्न भन्ने चाहिँ टिमुर मात्रै राख्नु भए पनि हुन्छ। मैले चाहिँ थोरै बाह्र मसला पड्काएको छु, त्यो चाहिँ एक्स्ट्रा हो। बाह्र मसला चाहिँ अप्सनलमा हो, यदि तपाईँहरूलाई मन पर्दैन नि नलाए पनि हुन्छ। र मैले चाहिँ सुकेको खोर्सानी, बाह्र मसला, टिमुर र लसुन पड्काएर चाहिँ अहिलेको मकैको चामललाई त्यसमा एड गरेँ र मजाले पकाउने, पाक्ने जेलसम्म पकाउने। र देख्दाखेरि चाहिँ सोलर जस्तो देखिरहेछ, मकैको पिठो हो। र यो पाकिसकेपछि चाहिँ हामीले अघि तयारी गरेको सिस्नोलाई त्यसमा एड गर्नुपर्छ र यो सिस्नो चाहिँ बाक्लो भएको हुन्छ, पिस्दाखेरि अलिक थोरै पानी लाएर पिसेको हुनाले हेर्दा चाहिँ कलर राम्रो देखिरहेको छैन, तर तपाईँको पाकेपछि चाहिँ सिस्नोकै कलर आउँछ है त। अनि यसलाई चाहिँ मजाले चलाएर पकाउनुपर्छ र यो चाहिँ धेरै मोटा हुन्छ। यसमा चाहिँ हामीले चलाउँदै जाँदाखेरि झन् बाक्लो हुँदै जान्छ। त्यसको लागि चाहिँ हामीले तातो पानी राख्नुपर्छ। मैले चाहिँ तातो पानी पनि राखेको छु, यसमा पकाउँदै चलाउँदै पकाउँदै तातो पानी पनि राख्छु। चिसो पानी चाहिँ नलगाउनु भए राम्रो हुन्छ, चिसो लगायो भने चाहिँ त्यति मिठो हुँदैन, स्वाद आउँदैन। त्यो भएर चाहिँ तातो पानी लाउँदै चलाउँदै मजाले सिस्नो नपाक्ने जेसम्म पकाउनुपर्छ। र मजाले पाकेको चाहिँ हामीले कसरी थाहा पाउने भन्दा चाहिँ त्यसको लहरा आउँछ, त्यो भएपछि हामीलाई थाहा हुन्छ सिस्नो पाकिसक्यो भनेर। र यसो गरेर नै मजाले चलाउँदै तातो पानी एड गर्दै चलाउँदै तातो पानी एड गर्दै हजुरहरूलाई कतिको मोटा मनपर्छ त्यतिसम्मको बनाएर खानु भए राम्रो हुन्छ। मैले चाहिँ यसरी नै सिस्नो पकाएको छु। यदि हजुरहरूलाई सिस्नो पकाउनु खान मन छ तर सिस्नो पकाउने तरिका चाहिँ अलिक थाहा छैन भने यो तरिकाले पकाउनु भए चाहिँ इजी हुन्छ। सिस्नो पनि मजाले फत्किसक्यो, हेर्नुहोस् त कति मजाले पाकेको सिस्नो, सजिलो छ अनि मिठो पनि हुन्छ। यो चाहिँ बाक्लो पनि हुन्छ, भेन्डी र मकैको पिठोले गरेर सिस्नोको फुल जस्तै देखिरहेछ, धेरै मिठो हुन्छ। मैले पहिला पनि लास्ट टाइम पनि मैले यसरी नै पकाएको थिएँ, मिठो लागेको थियो। त्यसैले फेरि भिडियो किन सेयर नगर्ने त भनेर मैले जानेको आइडिया हजुरहरूलाई सेयर गरेको। यदि मन पर्यो भने चाहिँ हजुरहरू पनि एकखेप ट्राई गर्नुहोस्, यो सजिलो तरिका छ है त, मिठो पनि, इजी पनि, छिट्टो पनि हुन्छ। र मैले चाहिँ सिस्नोसँग कोदोको ढेँडो र फर्सीको तरकारीसँग खान गइरहेको छु। कस्तो लाग्छ हजुरहरूलाई? यदि मन पर्यो भने चाहिँ हजुरहरू पनि एकखेप ट्राई गर्नुहोस्, हजुरहरूलाई पनि पक्कै मनपर्छ होला जस्तो लाग्छ। यदि मन पर्यो भने चाहिँ लाइक गरिदिनु होला है त।